मैले सोचेको भन्दा 10 गुणा राम्रो मान्छे पो गृहमन्त्री भेटियो त्यहाँ। सुजन गुरुङ। म तपाईँलाई कुरो भन्छु है त। हजुर भन्नु भन्नु। के भएको रहेछ भने जब शहीद बने शहीदको त्यो देह मृत शरीरमा पार्थिव शरीरलाई आर्यघाटमा गएर खुट्टामा ढोगेर रहेछ सुदन गुरुङले र कसम खाएको रहेछ बदला लिन्छु, घरबाट छुतेर पनि निकाल्छु भनेको, बदला लिन्छु र कारबाही गर्छु भनेको रहेछ। एक प्रतिज्ञा गरेर छन्, प्रतिज्ञा गरेर छन्। उनले परमिस भनेर लेखेर छन्। प्रमिस हो त्यो, अहिले त्यो वर्ल्ड फेमस भइसक्यो एकदमै परमिस मल पुरा भएको छ भने छन् उनले। हो अब त्यहाँ हेर्नु। हजुर त्यसै गरेर उनको इन्ट्री चट्ट चाहिँ हाम्रो गुरुङ वेशभूषा, आफ्नो वेशभूषालाई माया गर्नु जसले गर्छ त्यो मलाई मनपर्छ। आफ्नो सनातन मन पराउने मान्छे पनि मलाई मनपर्छ, देशमा न्याय खोज्ने मान्छे पनि मनपर्छ, हिम्मतिलो युवा पनि मनपर्छ। यो सबै क्वालिटी देखिएकै थियो। तर तीनतिर लोक 14 भुवन देख्ने गरेर 12 घण्टामा देशका म हुँ भन्ने अम्मै कत्रो थियो दागदम्की झरप्प पारिदिए नि। सबै नेपालीले ताली बजाएका छन् उहाँहरूका कार्यकर्तादेखि बाहेक। त्यसकारण मलाई मजा लाग्यो, त्यो पार्टीको कार्यलाई मजा लाग्यो र मुलुकको प्रधानमन्त्रीले रारामा गएर राजा महेन्द्रको जस्तो ड्रेसअपमा जुन एउटा फोटो खिच्नु भएको थियो नि, कालो टक्क सुहाउँछ पनि उहाँलाई। मैले पनि आज प्रधानमन्त्रीकै पारा लगाउनु त भने त्यसो कालो टक्क लगाएर जुम्लाको टोपी लगाएको होइन। केही चाहिँ एउटा व्यक्तिले के भनेको थियो भन्दाखेरि, हजुर